हेलो गाइज, हामी चाहिँ शिवपुरी हाइकको गेटमा पुगेको छौँ होइन, देख्न सक्नुहुन्छ यता। अब चाहिँ हामी टिकट काटेर जान्छौँ। साथीहरू हामी चाहिँ हिँडिसक्यौँ है त ल, गेटबाट भर्याङ चढिरहेको छौँ हामी। त्यो भने हेलो गाइज, हामी चाहिँ यो बोर्ड भएको ठाउँमा पुगेको छौँ होइन। यहाँबाट चाहिँ हामी कहाँ जाने भनेर यो ठाउँहरू देखेर छ। हामी चाहिँ अब कहाँ जान्छौँ भन्दाखेरि सुरुमा चाहिँ नागी गुम्बा 30 मिनट गाडी 1 आवर 1 घन्टा नागी गुम्बा हुँदै अब शिवपुरी जान्छौँ है त गाइज। यतातिर जान्छौँ हामी, यता नगए यता जान्छौँ। हेलो गाइज, हाम्रो चाहिँ फर्स्ट ब्रेक स्टपमा आएको छौँ होइन। हाँसिरहेको छ। हामी चाहिँ के खाँदैछौँ भन्दाखेरि अहिले यो रहेको छ चिप्सहरू, पोट्याटो चिप्स, अनि यो चाहिँ निम्की खाएर छौँ हामी। यस्तै चिल ठाउँ पायौँ त्यही भएर बसेको हामी। ट्रेल यता छ है, बाटै उकालो। साथीहरू हामी चाहिँ नागी गुम्बा पुग्यौँ होइन। नागराजहरू यहाँ देख्न सक्नुहुन्छ है, नागी गुम्बा। जङ्गलको बिचमा गुम्बा चाहिँ होइन, यो नागी गुम्बा। नाग पूजा चाहिँ देख्यौँ, नागी गुम्बा चाहिँ थाहा भएन। दामी छ गाइस। हामी चाहिँ नागी गुम्बा नबिकन कहाँ बिच जङ्गलमा बस्यौँ। फेरि नागी गुम्बा छुट्यो हाम्रो। आँप खाँदैछौँ, मिठो छ। बोल न गीत, तिमी त चुप्चा हुन्छ अहिले। ऊ चाहिँ एकदम क्यामेरा साई हो क्या, रियलमा मात्र बोल्छ। ल गाइज, हामी चाहिँ 3 घन्टाको यात्रापछि चाहिँ हामी यो सानो देउराली आइपुग्यौँ होइन। हामी चाहिँ यो नागी गुम्बा गएको छैनौँ, जानुपर्ने यता हो। यो गएर यतातिर आउनु भनेको हामी चाहिँ मिस भयो होइन। अब हामी यता जान्छौँ 1 घन्टामा, अनि फेरि फर्किन्छौँ 2 घन्टा लाग्छ, अनि यता जान्छौँ होइन। त्यसपछि चाहिँ हाम्रो कम्प्लिट हुन्छ। त्यही हो आजको प्लान। गाइज, हामी चाहिँ अहिले नागी गुम्बा आइपुग्यौँ होइन। ठ्याक्क 45 मिनट 40 मिनटपछि चाहिँ आइपुग्यौँ भने माथि त्यो सानो देउरालीबाट। यस्तै रहेछ नागी गुम्बा, हेर्नुहोस्। फेरि फर्केर हामी फेरि त्यहीँ जानेछौँ। जाने चाहिँ हल्का 2 घन्टा जति लाग्छ होला। गाइस, यहाँ चाहिँ प्रेयर भइरहेछ है गुम्बाभित्र छिर्नुमा है। गाइस, हामी चाहिँ नागी गुम्बाबाट फेरि हिँडिसक्यौँ होइन। उता पिकतिर लाग्यौँ। अब फेरि फर्केर हामी चाहिँ आधी बाटो पुग्यौँ होला त्यो ठाउँबाट। एकदम थाकिसक्यौँ कि हामी उकालो चढेर ओहोरदोहोर गर्दाखेरि। 2 बजिसकेको छ। अब 3 बजी चाहिँ समयभित्रमा चाहिँ पुग्ने हाम्रो टार्गेट थियो, त्यो कम्प्लिट हुँदैन। अब 4 बजे सर्छ अब त्यो टार्गेट होइन। हेर्दै गर्नु होला। हाम्रो सिधै नै आँटिसकेको छ। अब एउटा लास्ट डेस्टिनेसन बाँकी छ हाम्रो, त्यही हो। हेलो गाइस, होइन हामी चाहिँ यो कस्तो कुन ठाउँमा आयौँ हामी थाहा भएन। केही बोर्ड पनि छैन, खुल्ला ठाउँ छ यस्तै, वरिपरि केही छैन होइन। पिक चाहिँ यही होला जस्तो लागिरहेछ मलाई चाहिँ। अङ्कित चाहिँ अर्कै ठाउँ भन्छ, के गर्नु, अलमलमा पऱ्यो। अब यस्तो चारैतिर यस्तो घना जङ्गल छ, बाटो पनि छैन, ट्रेल पनि छैन। फर्केको ठाउँ बाहेक एउटा ओह्रालो जाने ठाउँ रहेछ होइन। अब अङ्कितले चाहिँ त्यतै हो भनिरहेछ। अब के हुन्छ अब हेरौँ, गइदिउँ न त। गाइस, हामी चाहिँ बागद्वारको गुफाभित्रै एक्सप्लोर गरिरहेको छौँ, मन्दिरभित्र। तपाईँहरू पनि सेवा ढोक गर्नु होला। नमस्कार। हामी चाहिँ बागद्वार आइपुग्यौँ होइन गाइस। त अघिको ठाउँ चाहिँ त्यो केही पनि रहेन, खालि चौर मात्र रहेछ। पिक अझै आउनु बाँकी रहेछ।
यता चाहिँ केभ रहेछ यो आगो डढाएको क्याम्पिङ गर्ने ठाउँ रहेछ भाग्दा यता चाहिँ पिक जाने अब उकालो रहेछ नि त अब बल्ल देख्न सक्नुहुन्छ गाइज 3 चुली 20देखि 25 अझै 25देखि 40 मिनट छ यार हेर नि शिव महादेव जी र त्रिशूल गाइस बागद्वार है यो चाहिँ दर्शन गर्नु होला दर्शन ढोग नमस्कारहरू गर्नु होला सबैलाई दर्शन नमस्कार भयो यताबाट थोरै पानी आइरहेको छ अनि त्यहाँबाट बढी आइरहेको ल गाइस यही रहेको छ बागद्वार अब चाहिँ हामी शिवपुरी पिकमा भेट्नेछौँ है त गाइस गाइस हामी चाहिँ फाइनली पिक पुगे जस्तो छ है अहिले चाहिँ कति बज्यो भन्दाखेरि हेरौँ 4:15 पुगे जस्तो छौँ होइन हाम्रो टार्गेट चाहिँ जम्मा 3 को थियो क्या 1 घन्टा 15 मिनट ढिलो भइसक्यो हामी हेरौँ है त के रहेछ पज गर नि गाइस पिक यस्तो रहेछ पिकमा केही भिउै नआउने हेरौँ न पुरा केही नहुने पिक बुस्सु लाएर दुवाले जुवार गाइस हाम्रो पिकको टार्गेट कम्प्लिट भयो होइन अब हामी चाहिँ झर्नेछौँ है त तलतिर अब पिक एउटा यस्तो खाली चौर छ होइन अनि यता चाहिँ बाबा हुनुहुन्छ बाबा चाहिँ यति हो है भ्यू चाहिँ देखिँदैन रहेछ उताबाट देखिन्छ तर अहिले चाहिँ हुस्सु लागेको छ क्या पानी परेर पनि अब रात पनि पऱ्यो त्यही भएर यस्तो दिउँसो आएको भए केही चान्स चाहिँ हुन्थ्यो गाइस हामीलाई चाहिँ अब यो शिवपुरी पिकमा पानीले भेटायो त्यही भएर छाता ओढिरहेको छौँ भने आफ्नो आफ्नो छाता छ पछाडि उसको आफ्नै छाता एक्सट्रिम खाँदैछु हामी हिँड्यौँ है त गाइस यहाँबाट चाहिँ अलिक खुल्ला ठाउँ आयो गाइस दर्शन गर्नु होला मन्दिर पनि रहेछ हुस्सुको पारले चाहिँ हल्का केही नदेखेको अवस्था होइन खतरा फल छ त्यहाँ भ्यू चाहिँ त्यता रहेछ ल अब यहाँ बसेको अब फोटो हान न त अब छोरा छोरा के गर्छु अब है है गाइस फाइनली हाम्रो चाहिँ अब यात्रा सफल भइसकेपछि अब यो भ्लगलाई चाहिँ टुङ्गाउने बेला भइसक्यो होइन हामी गेटमा पुगिसक्यौँ यहाँसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद छ सब्सक्राइब पनि गरिदिनु होला लाइक पनि ल बाई अर्को भ्लगमा भेटौँला Kore